साथीहरु सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज भने म एउटा काम गर्न गइरहेको छु। के काम त भन्दाखेरि यहाँ चाहिँ टनल बनाउनु पर्ने छ, त्यो काम गर्न गइरहेको छु। त्यसकै लागि बाँसहरु चाहिँ हामीले काटेर तयार गर्दै छौं र बाँकी पनि काट्ने क्रममा छौं। हेर्दै जानु होला है त भिडियो अन्तिमसम्म। ल साथीहरु, अब यो टनल बनाउनको लागि के छ भन्दा सुरुमा चाहिँ बाँसको आवश्यक पर्छ हामीलाई। हामीले चाहिँ बाँस अघिल्लो दिनै लिएर राखिसकेको थियौं र अब यसलाई चाहिँ काटेर नापजाप गरेर चाहिँ ठिक्क बनाउनु पर्ने हुन्छ है। त्यो भएको कारण चाहिँ म चाहिँ यो बाँसको चाहिँ खाप काट्न भन्छौं र हाम्रो गाउँघरको भाषामा यो चाहिँ जुन सराहरु बाँसको सराहरुलाई चाहिँ अडाउनको लागि चाहिँ खाप काटेर राख्नको लागि चाहिँ मैले यसलाई काट्दै छु। तपाईहरुले देख्न सक्नुहुन्छ बाँस लगभग त्यो काट्नुपर्ने बाँस चाहिँ 15 वटा छ। मैले चाहिँ लगभग एक लाइनमा चाहिँ 5 वटा बाँस लगाउने निर्णय गरेकोले 5 वटा 15 वटा 3 लाइनमा लाउनु पर्ने भएको कारणले चाहिँ अलिकति टाइम चाहिँ लाग्यो काट्नलाई। थोरै स्क्रिप्ट पनि छ किनकि अलिक टाइम निकै नै लाग्छ नि त हैन। अनि त्यो भएको कारणले यति गर्दाखेरि दाइ पनि आउनु भएको थियो। दाइ हेरिराख्नु भएको छ म छेउमा बसेर हैन। प्राय चाहिँ दाइले पनि मलाई धेरै सघाउनु भएको थियो। त्यो कारणले म चाहिँ बाँस काट्नतिर लागिरहेको छु है। अब यो यति खाप काटिसकेर पनि कामहरु चाहिँ धेरै छ। अब यो पछि भनेको चाहिँ डोप खन्ने पनि हुन्छ। बाँस काटिसक्दा चाहिँ यति रहेछ है, तपाईहरुले देख्न सक्नुहुन्छ। यो लगत्तै चाहिँ अब बाँस काटिसकेपछि चाहिँ यसलाई गाड्न पर्यो। त्यसको लागि चाहिँ डोप खन्ने कामतिर म लागिहाले। कुनापट्टि चाहिँ खनिसकेको छु। सबै चाहिँ भिडियोमा देखाउन नसक्ने भएको कारणले किनकि एक नमुना हो, यसरी पनि बनाउन सकिन्छ भनेर हजुरहरुले बनाउँदै पनि हुनुहुन्छ होला। कतिपयले चाहिँ कोही नयाँ निर्णय गर्दै हुनुहुन्छ बनाउने भए यो भिडियोले पनि हेल्पफुल हुन सक्छ भन्ने लागेको हुनाले मैले चाहिँ भिडियो बनाउने निर्णय गरे हुँ। तसर्थ मैले चाहिँ खाल्टो खनेर पनि बाँसलाई चाहिँ गाडिसके। जुन अघि मैले खाप काटिरहेको बाँस छेउमा चाहिँ 7 फिट छ भने साइडमा 7-7 फिटको बाँस हो भनेदेखि बीचमा चाहिँ 9 फिटको बाँस छ र त्यसमा झन्डै 1 फिट भन्दा बढी चाहिँ गाडेको छु मैले। त्यो भएको कारणले हाम्रोमा चाहिँ अलिकति हावाले चाहिँ डिस्टर्ब गर्छ है। गाडिसक्दा चाहिँ यस्तो देखेको छ। अझ यसलाई खाद्न बाँकी नै छ। यसको डोप खाद्नुपर्ने हुन्छ किनकि डोप खादैन भने त हल्लिन्छ। र यो लगत्तै चाहिँ काम भनेको चाहिँ मैले लेभल मिलाएर चाहिँ यो बाँस सराहरु चाहिँ बाँस तेर्साउने काम गरिरहेको छु। जुन चाहिँ यसलाई राखेपछि हामीले भाटा राख्छौं। यसमा चाहिँ हामी दाजुभाइले मात्र नभएको कारणले ड्याडी पनि आउनु भएको थियो। ड्याडी दाजु र म भएर चाहिँ काम गर्दै छौं। बीचमा पनि लाइसक्यौं, छेउमा पनि लाइसक्यौं र एउटा चाहिँ लामो भएको कारणले चाहिँ त्यसलाई काटेर छोट्याउनु पर्ने भएको कारणले मैले चाहिँ त्यसलाई छोट्याए। ड्याडी उता बान्दै हुनुहुन्छ है। चोयाले बानिरहेको छौं अहिलेको लागि चाहिँ हामीले। यो सँगै अब अर्को यो कुनापट्टिको बाँसलाई पनि लाउनु पर्ने हुन्छ। त्यसलाई पनि हामी किसिमले चाहिँ लाउँछौं र यो चाहिँ हामीले काटी पनि ठोक्नु पर्ने हुन्छ। यो चोयाले बानेर मात्र नै कि कुनामा पनि एउटा बाँस लायौं। अलिक बाङ्गै छ हेर्दाखेरि चाहिँ, तर लेभल मिलाएर घुमाएर जसरी भए पनि हामीले अडाएको छौं अडाउनलाई। जस काम रमाइलो भयो भनौं। यो टनेला चाहिँ हामीले पहिले पनि बनाइसकेको हुनाले त्यति धेरै गाह्रो भएन। पहिले पनि हामीले 4 वटा टनेला लगाएको थियौं। कृषि क्षेत्रमा लगभग अहिले हाम्रो गाउँठाउँमा चाहिँ बजार व्यवस्थापन राम्रो छैन, बिक्री भाउ राम्रो छैन। त्यो भएको कारण गाह्रो छ र यस्तो भयो। लगभग हामीले बाँस लाइसकेर चाहिँ अब डोप खाँदेर पनि भाटा लाउने काम चाहिँ सुरु गरिसकेको छौं। अब भाटालाई चाहिँ अलि झन्झट छ। यो उतापट्टि चाहिँ फेरि बिजुलीको लाइन पनि छ। त्यो भएको कारण अलि जोगाएर भाटा उठाउनु पर्ने हुन्छ। अनि एकपट्टि तान्दा अर्कोपट्टि निस्किने हुन्छ। त्यो भएको कारण डोप खनेर दाजुभाइ भएर दुईपट्टि मिलाउँदै लाउँदै गर्दै छौं। यसपालि चाहिँ लगभग हामीले यो मैले भाटा लाइरहेको ठाउँमा पनि एउटा भाटा तेर्सो पनि लाउँथ्यौं। त्यो चाहिँ नलाउने, अलिकति नयाँ तरिकाले बनाउने भनेर यसरी बनाइरहेको छौं। जे भए पनि काम चाहिँ अलिकति गाह्रै छ, तर मलाई चाहिँ काम गाह्रो लाग्दैन किनकि म त गरिरहेको भएर पनि हो। काम गर्दा सजिलै छ हेर्दाखेरि। चट्टसँगले यस्तो यो कृषि फर्महरु बनाउनको लागि हैन, बिरुवाहरु रोप्न चाहिँ जाँगर लाग्छ कि जसलाई पनि लाग्छ जस्तो लाग्छ धेरै जस्तो व्यक्तिहरुलाई। त्यही भएर हामी चाहिँ दाजुभाइ भएर मजाले भाटा फुटाइरहेको थियौं। पहिले नै यो लाउनु भन्दा अगाडि नै भाटा रेडी बनाएर राखेको थियौं र चट्ट यो बाँस लाइसकेपछि भाटालाई मजाले लाउँदै छौं दाइ भाइ भएर। र आदि जति पुगी पनि सकेको छ। भाटा थप्दै जाने है। कोही बाङ्गो टिङ्गो हुन्छ, कोही भाँचिन्छ, त्यसलाई पनि फेर्दै हैन यसरी लाउनु पर्ने हुन्छ। जस भिडियो चाहिँ धेरै लामो हुने थियो, त्यही पनि मैले चाहिँ हल्का स्क्रिप्ट गर्दै भिडियो बनाएको छु र हेर्दै जानुहुन्छ तपाईले भने हामी चाहिँ आधातिर पुगिसकेका छौं। जस अलिकति राम्रै नमुना देखिँदैछ, हेर्न सक्नुहुन्छ। अब अन्तिम चरणमा छौं हामी। काम निकै रमाइलो तरिकाले गरियो भनौं।
रमाइलो छ र अन्तिममा चाहिँ हामीले भाटा लगाइसक्दा चाहिँ यस्तो देखिएको छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र बाँकी यसमा भनेको प्लास्टिक छाप्न पनि बाँकी छ, त्यो चाहिँ हामी अलिक पछि छाप्नेछौँ, किनकि अहिले हामी तत्काल बिरुवा नलाउने भएको कारणले चाहिँ त्यसलाई चाहिँ हामीले अलिक पछि गर्ने भनेर राखेको छौँ। जस अलिकति बनाउन झन्झट चाहिँ यो हो। अब यो पछि हामीले ड्याङ बनाउने काम अहिलेको लागि चाहिँ यति नै है। यस्तै छ, नमुना यस्तो देखियो। हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। प्रतिक्रिया पनि दिनु होला है त।